नमस्कार। आज हामी चर्चा गर्छौँ जन्मकुण्डलीमा बन्ने बुधादित्य योगको बारेमा। वैदिक ज्योतिषमा एक शुभ योग हो जुन तब बन्ने गर्छ जब बुध ग्रह र सूर्य ग्रह एउटै राशिमा संयुक्त रूपमा रहने गर्छन्। यदि यहाँको जन्मकुण्डलीमा बुध प्लस सूर्य ग्रह एकै ठाउँमा छ भने तपाईँको कुण्डलीमा पनि बुधादित्य योग बनिरहेको छ। यो योगले कस्तो प्रभाव पार्छ, कति अङ्क यानि कि कुन राशिमा बसिरहेको छ र सो अनुसार तपाईँको जीवनमा कस्तो प्रभावहरू छोड्न सक्छ भन्ने विषयमा चर्चा गर्छौँ। यो योगले व्यक्तिको बुद्धिमत्ता, संवाद कला, प्रशासनिक क्षमता तथा धेरै प्रकारका क्षेत्रहरूमा सफलता बढाउने विशेषताहरू राख्ने गर्छ। बुधादित्य योगको प्रभाव: बुद्धिमान र तीक्ष्ण मस्तिष्क। सर्वप्रथम, यस योग भएका व्यक्तिहरू तीक्ष्ण बुद्धि र विश्लेषणात्मक सोच राख्ने गर्दछन्। दोस्रो नम्बरमा अभिव्यक्तिमा निपुण। यिनीहरू बोलचाल, लेखन वा शिक्षणमा उत्कृष्टतम स्थान हासिल गर्न सक्छन्। तेस्रो नम्बरमा नेतृत्व क्षमता। प्रशासनिक तथा राजनीतिक क्षेत्रमा राम्रो सफलता मिल्ने सम्भावना रहन्छ। चौथो नम्बरमा धन र समृद्धि। व्यापार तथा आर्थिक क्षेत्रमा राम्रो लाभ हुने सम्भावना रहन्छ। पाँचौँ नम्बरमा शिक्षा र ज्ञान प्राप्तिप्रति झुकाव। विज्ञान, गणित, लेखन वा कानुन जस्ता क्षेत्रमा विशेष सफलता मिल्ने गर्छ। यो योग भएका व्यक्तिहरू ब्याङ्किङ, वित्तीय, प्रशासनिक तथा राजनीतिक जस्ता क्षेत्रहरूमा विशेष सफलताहरू प्राप्त गर्छन्। बुधादित्य योगको प्रभाव कुन राशिमा बस्दा कस्तो प्रभाव हुन्छ? यदि जन्मकुण्डलीको मेष राशि, सिंह राशि र धनु राशिमा बुधादित्य योग बनिरहेको छ भने यस्ता व्यक्तित्वहरूमा नेतृत्वदायी गुण राम्रो हुन्छ वा उच्च पदमा पुग्न सक्ने क्षमता हुन्छ। यदि यो योग वृष, कन्या र मकर राशिमा बनिरहेको छ भने आर्थिक रूपमा बलियो बनाउने योग हुन्छ। सँगसँगै मिथुन, तुला, कुम्भ राशिमा यो योग बन्छ भने कूटनीतिक, सञ्चार र व्यावसायिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ। कर्कट, वृश्चिक र मीन राशिमा यो योग बन्दा मनोवैज्ञानिक, धार्मिक वा साहित्यिक क्षेत्रमा अधिकतम सफलता दिलाउन सक्छ। बुधादित्य योग कमजोर कस्तो अवस्थामा हुन सक्छ? यदि कुण्डलीमा बुधादित्य योग हुँदाहुँदै पनि यसले राम्रो प्रभाव पारिरहेको छ छैन भन्नका लागि चाहिँ जब बुध कमजोर नीच राशिमा हुन्छन् यानि कि मीन राशिमा हुन्छन् वा अशुभ ग्रहहरूको दृष्टि जस्तै शनि, राहु, केतु आदि ग्रहहरूको नकारात्मक प्रभाव पर्छ भने बुधादित्य योग कमजोर हुन्छ। सँगसँगै सूर्य धेरै बलियो छ र बुध कमजोर छ भने पनि यस्तो अवस्थामा बुधादित्य योग कमजोर हुन्छ। सँगसँगै सूर्य कमजोर छ, बुध बलवान छ भने पनि बुधादित्य योग कमजोर हुन्छ। बुधादित्य योगको लाभ बढाउनका लागि केही उपायहरू गर्न सक्नुहुन्छ, जसका लागि तपाईँले भगवान विष्णु वा सूर्यदेवको आराधना गर्न सक्नुहुन्छ। सर्वप्रथम, दोस्रो नम्बरमा बुध ग्रह बलियो बनाउन हरियो वस्त्र धारण गर्ने, हरियो चिजबिजहरू, पात, मुगको दाल आदि कुराहरू दान गर्ने, डोनेसन गर्ने गर्दा पनि राम्रो हुन्छ। र अर्को, सूर्यका लागि बिहान सूर्यदेवलाई जल चढाउन सक्नुहुन्छ। तपाईँको कुण्डलीमा यो योग छ कि छैन भनेर थाहा पाउन जन्म